फेरि अब जाँदैछौँ सेकेन्ड पार्टमा हामी मुभी हेर्नु अवतार पनि 3Dमा हेर्ने हो पुरा चस्मा लगाएर हेर्दै गर्नु होला हामी चाहिँ जाँदैछौँ लोफर 1 2 4 मिनट 1 र 2 यतै देखाएको छ हौ बेबी डराउँछ होला है तिमी त फिल्म हेर्दा नकरा है मेरो पनि फर्स्ट टाइम हो नि मेरो पनि फर्स्ट टाइम हो नि मुभी चाहिँ फर्स्ट टाइम हो तर अरू त हामीले 3Dमा हेरेको छ नि त त्यो त हेरेछ नि मुभी फर्स्ट टाइम हो तपाईँले डराउनु भयो भने मलाई ठन्ला म त डराउँदिनँ म त इन्जोय गर्छु क्या म त यो हो र हामी चाहिँ ट्राममा छिरिसक्यौँ ट्राममा बसेर अब लगन जाने अन्त के भन्छ सुतेर जान्छ सनसाइन मजा जिलङ्गा हेरेको नि जिलङ्गा थियो नि थिएन थियो त किन जिलङमा ओके चिन्ता नगर गएर हेर्नुपर्छ मलाई घर जानु दिनुहुन्छ नि त हवस् नि फाइनली हामी चाहिँ स्टेसन आइपुग्यो ट्रेन स्टेसन सेकेन्ड हेर्न कहाँ छ यता हो र कन्फ्युज गरायो है मान्छेलाई केएफसी खाने रे अनि कहिले गर्छ अनि कहिले गर्छौ किन भन्थे दुईटा पुनुहरू पनि यतै बस्छ मेरो पनि आउँछ म ब्लगमा भनेर सोच्छु होला नि कि त्यसो सोच्यो कि मेरो हाम्रो नि यसो खिचिदियो भने नि भनेर सोच्यो कि यस्तो हेन्सम मान्छेको ब्लगमा पनि आउनु पायो हुन्थ्यो नि भन्नु ओके कहाँ छ केएफसी हामी चाहिँ अब केएफसी खाने त्यो 7 बजेको मुभी हेर्ने के अरे मुभी नै Fire and ash or ash and fire, something like that. Fire and ash. फेरि Ash and fire. Sorry? Fire and ash. Fire and ash. Sunshine पनि हाम्रो अर्को प्राइभेट डेस्टिनेसन नै भइसक्यो बा सनसाइन स्टेसन कहाँ छ त्यो केएफसी उसमै होइन त्यहीँ भिलेज सिनेमाकै अगाडि गाइस हाम्रो चाहिँ क्रिसमस छुट्टी रह्यो हो हाम्रो अर्को बिदा यसरी बितिरहेको छ काम गरेको पैसा त आउँथ्यो कमसेकम बिदा भयो पैसा सक्यो मान्छे मोटायो भइरहन्छ चाहिँ फाइनली अब सिनेमा हलको नजिक आएको छु केएफसी पनि नजिकै छ जे खाए नि हुन्छ
केएफसी त्यो माउन्टेन ड्यू युएसको के अरे हो जिन्जर बक्स पोल्सी के त्यस्तो दिन्छ अझै मासु खै कोनी केएफसी भन्थ्यो म त खासै केएफसी खाँदैन यति हो केएफसी यति हो कति चेन्ज गरे यस्तो मलाई छक्क परेन यस्तो हुँदैन त पहिला कोनी म त खासै खाँदिनँ त यो के हो यो चाहिँ ग्रेभी अनि यो ग्रेभी चाहिँ केले खानु ए यहाँ जिरो छ नि पानी मात्रै माग्नुलाई नि लाइन बस्नुपर्छ र दामी नेम के यो भनेको ल अनि खोइ त हामीलाई चस्मा कहाँ दिन्छ अनि तिमी त भने बिस्तारी जाने यही होइन 19 यो साइड सिट नम्बर हेर त त्यही त भनेको मैले Bogies inbound. Fish riders. Over 100. For what? We got a situation down here. They say well, it worked. It worked. कस्तो लाग्यो त फर्स्ट टाइम 3D मुभी राम्रै निद्रा लाग्दैन घरिघरि जस आधा उधी बुझे पनि रमाइलो लाग्यो हाम्रो भाइ कान्छाले भन्थ्यो नि इङ्ग्लिस मुभी हेर्नु जाने रमाइलोको लागि नबुझे पनि रमाइलो हलमा हेर्नु भन्थ्यो त्यस्तै हो मन जान्छ दामी थियो गाइड चाहिँ यो एकदम अवतारमा पनि रुन्छ जुन फिल्महरू रुन्छ अस्ति तेरे इस्क में त झन् कम्ता रुको होइन परानमा रुएर उस्तै त्यतिखेर त कोही त थिएन पुरा आफ्नै घरको थिएटरमा हेरे जस्तै आफ्नै थिएटरमा हेरे जत्तिकै थियो त अनि दामी लाग्यो मुभी 3Dमा घरिघरि त यस्तो छल्लिँदै थियो मेरो बेबी स्वाइयो त छिटिएर ढुङ्गा आएछ यस्तो छल्लिँदै थियो सही हो अझ बढी हेर्नु जानुपर्छ
कुनै अरू मुभी हेर्नु जानु पर्ला प्रब्लली कुनै इङ्ग्लिस मुभी नै एक वर्ष हुन्छ ठिक छ राम्रो छ मुभी कति बज्यो भन्नुहुन्छ भने गाइस रातको 10:30 भइसक्यो हामी कहाँ बस्छौँ भन्नुहुन्छ भने गाइस यहाँबाट हिँड्न त लाग्छ यहाँ ढोका पनि खुल्दैन दोकान नखुलेर हुन्छ थिच्नुपर्छ म पनि पहिला थाहै थिएन थिच्नुपर्छ अब यहाँको कस्तो छ थाहा छैन के हिन्दू वन त्यस्तो केही हुन्न हामी चाहिँ गाइजहरू मुभी हेरेर अब लाग्यो ट्रेन स्टेसन अनि घर जाने घर पुग्दा त 12 बज्ने भयो घर हुन्छ 12:30 हो त पनि बाटो जानुपर्छ उबर गरेर कहिले हुन्छ अब ट्रेन छुट्ला भनेर कुदाइ मचिरहेको थिएँ मेरो चाहिँ हिँडाइ बेबीको चाहिँ कुदाइ त्यही अस्ति पहिलातिरकै त होला नि के भएन यति टाढो यति टाढो भएन भएर सास फेरि I saw the platform finally, guys. I'm so happy. सुतेर जाने सिट त पाउला नि थिचिराख न अनि पो आउँछ त एकचोटि थिच्ने अनि कति भयो टाइम के हाम्रो चाहिँ ट्रेन पनि आउट अफ क्यापेसिटी भएर बोकेन जाडो भइसक्यो रिप्लेसमेन्ट बस आउँछ भनेर त झुकायो त पनि आएन अब आधा घन्टापछि छ अर्को ट्रेन पर्खेर त्यसबाट जानु त होला नि होइन रिप्लेसमेन्ट बस जानु भन्दा त ट्रेनले जानु ठिक होला हौ अब त फाइनल्ली हामी चाहिँ आफ्नो स्टेसनमा आइपुगिसक्यौँ 1 बज्नु लागिसक्यो रातिको आउँदैछ दिदी गरेको छैन आउँछ कि आउँदैन त अलि आउँदैन होला यार को काम गर्छ होला हौ यतिखेर घर कसरी जाने घर कसरी जाने घर